मेरो किडनी किन फेल भयो भन्दाखेरि लापरवाहीले होइन। 1.5 महिना राखेर छुटेको छुटै गर्ने, खाना केही पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ? चिसो गोलघरभित्र बस्या ठाउँमा तलबाट पानी पलाउँछ अनि स्वास्थ्य कहाँबाट ठिक हुन्छ? नेल हत्कडी राखेको छ, घावै घाउ भएका छन्, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर टिटानस आदि इत्यादि भएन। संयोगको कुरा, कहाँबाट स्वास्थ्य राम्रो हुनु? मलाई ट्युबरक्युलोसिस लाग्यो, औषधि छैन, खाना छैन। अल्सर भयो, औषधि छैन, खाना छैन, अनि कहाँबाट स्वास्थ्य? दुखेर असह्य हुन्छ, पेटभरि घाउ भएर भतभत पोल्छ, रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ। पेन किलर खाँदा खाँदा किडनी फेल नभएर के हुन्छ?